Hello everyone and welcome to another video of New Zealand road trip series. यो भिडियोमा चाहिँ म तपाईहरुलाई हामीले न्युजिल्यान्डमा 9 डेज बसेको मोटर होमको फुल अन टुर दिन जाँदै छु है त। राइट, हाम्रो चाहिँ अहिले मासु पाक्दैछ। आज चाहिँ हामी धेरै दिनपछि मासु भात खान लाग्दैछौँ। मासु पाक्दैछ। यो मासु पाकिन्जेल चाहिँ म क्विकली होम टुर गराइहाल्छु है त। हाम्रो मोटर होम टुर मैले गराएकै छैन, हामीले भ्याएकै थिएन। सो आज चाहिँ मोटर होम टुर गरौँ है त। जाउँ। सो वेलकम टु डे 5। आज चाहिँ म तपाईहरुलाई हाम्रो मोटर होम टुर गराउँछु है त। सो दिस इज आवर मोटर होम हैन, यस्तो देखिन्छ। सानो मिनी ट्रक जस्तै छ, तर एकदम लट्स अफ फ्यासिलिटिज अनि यस्तो वेल इनबिल्ड कुराहरू हालेर बनाएको छ हैन। इट विल अमेज यु क्या। सो दिस इज प्रिटी बेसिक सेटअप फ्रम आउटसाइड। लेट्स सी इनसाइड है त। आऊ। सो फर्स्ट थिङ फर्स्ट, यो चढ्नलाई चाहिँ सजिलो हुन्छ भनेर यो भराङ बनाएको छ हैन। जुन चाहिँ यहाँ बटन छ, यो मजाले माथि जाने हैन, तल आउने हुन्छ हैन, इजी। अनि चाहिँ यो चाहिँ बिचको सेक्सनलाई छिर्नको लागि डोर, इजी डोर छ हैन। यहाँबाट पनि इजी जान मिल्छ अगाडि उसको डोरबाट, ड्राइभरको डोरबाट। तर इजीको लागि यो छ है। ल यहाँबाट भित्रमा आऊ। सो भित्र अब यहाँ हेरौँ सुरुमा। सो यो चाहिँ अगाडिको ड्राइभिङ सेक्सन हो हैन। अनि दुईटा प्रिटी स्ट्यान्डर्ड सिट छ। अनि यहाँ चाहिँ यो तार जोडिसकेपछि यसले उसलाई मोबाइललाई मिरर गर्छ। अनि त्यसपछि म्याप अनि गीतहरू फोन उठाउनु ओर्नु यहीँबाट मिल्छ, विच इज प्रिटी इजी है। अनि अरू कुरा के छ, कप होल्डरहरू पनि टन्नै छ, अनि स्पेसहरू पनि छ यहाँनिर। अनि चार्जिङ पोर्टहरू पनि टन्नै छ है। यो ऊबाट सिक्रेट चार्जरबाट पनि चार्ज गर्न मिल्छ। अनि युएसबी-C हैन, USB-A केबल चार्जिङहरू टन्नै छ। सो प्रिटी स्पेसियस। त्योभन्दा अरू चाहिँ यो राति सुत्ने बेलामा यहाँबाट यस्तै चेपेर यसलाई यसरी लगाइदिने हैन। यहाँबाट पनि यसरी तान्न मिल्छ। यस्तो गरेर यस्तो गरिसकेपछि बन्द हुन्छ हैन। अनि यो पनि त्यसरी नै आउँछ। यो पनि यस्तो गरेर यस्तो गरेपछि यो पनि जान्छ। भनेपछि राति सुत्ने बेलामा पिच डार्क। अनि त्यो चाहिँ अलिकति सेक्युरिटी रिजनले गर्दा पनि अनि प्राइभेसी रिजनले गर्दाखेरि पनि हैन, दिस इज रियली इजी टु। अनि यसलाई टक्कसँगले रिट्र्याक्ट गरिदिने। यसलाई पनि यहाँ यस्तो गरिदिने ड्राइभिङ गर्ने बेलामा। ल यो हुन्छ है। अनि यो डोरहरूमा पनि टन्नै स्पेसहरू छ सामान राख्नलाई। अनि त्यहाँ माथि भएन, यहाँनिर पनि स्पेस छ सामान राख्नलाई। यहाँ पनि टन्नै स्पेसहरू छ। अनि त्यसपछि यो पनि अर्को हो हैन, यो तल आउँछ राति सुत्ने बेलामा। अनि फेरि यसलाई माथि राखिदिने। यहाँ ड्राइभिङ गर्ने बेलामा यहाँबाट भ्यू पनि देखिन्छ। अनि उज्यालो पनि आउँछ अँध्यारो भएको बेलामा है। अनि त्यसपछि यहाँनिर चाहिँ सेक्युरिटी रिजनको लागि पनि फायर एक्सटिङ्ग्युसर पनि राखिदिएको छ यिनीहरूले हैन, विच इज प्रिटी इम्पोर्टेन्ट फर दिस काइन्ड अफ भेहिकल। अनि त्यसपछि वाइफाईको पनि सुविधा छ हैन। वाइफाई लिन मन लाग्यो भने $15 पर डेमा वाइफाई पनि आउँछ, विच इज हियर। अनि अरू सेटिङ्सहरू टन्नै छ, हुन्छ नि, राम्रो छ। लेट्स गो टु दिस सेक्सन, मिडल सेक्सन। सो इन आवर मिडल सेक्सन है, यहाँनिर चाहिँ टेबल छ। यो चाहिँ ब्रेकफास्ट टेबल भयो। अनि जस इजिली दुईजना बसेर ब्रेकफास्ट गर्न मिल्छ हैन। अनि त्यसपछि विन्डो छ हैन, ओभरलुकिङ द ब्युटिफुल माउन्टेन। यहाँबाट हेर्दाखेरि देखिरहेछ हैन, ब्युटिफुल माउन्टेन। यस्तै यस्तै ठाउँको लागि ठाउँमै अमेजिङ छ हैन। आई थिङ्क द्याट्स वाइ दे बिल्ड दिस थिङ हैन। कस्तो हुन्छ नि, पर्पजफुल्ली बनाएको छ क्या यो कुराहरू चाहिँ। सो त्यो भइसकेपछि अनि ब्रेकफास्ट चाहिँ अब 4 जना गर्न मिल्छ हैन। सो यो ब्रेकफास्ट भयो। अब यहाँनिर यो लिभर तानेर यसलाई यस्तो गऱ्यो भने यो घुम्छ है। अनि यो यस्तो मजाले घुम्छ यो। अनि यो पनि घुम्छ है। नाउ यो 2 जनाको ब्रेकफास्ट टेबल चाहिँ 4 जनाको ब्रेकफास्ट टेबल भयो क्या। प्रिटी कुल है।
अनि यो फिचर नि दामी छ जस यसलाई ब्याक गरिदिउँ सो यो भयो हाम्रो ब्रेकफास्ट एरिया है नाउ लेट्स गो टु किचन एरिया सो किचन एरियाको यो चाहिँ हाम्रो स्टोरेज हो है हामीले चाहिँ यहाँको किचनको स्टोरेज बनाएको छौँ अनि लट्स अफ स्टोरेज रुम दिएको छ उनीहरूले चाहिँ है विच इज प्रिटी कुल यहाँ चाहिँ हाम्रो नि चियाको चिया खाने क्या कुराहरू होइन दुध कफी बिस्किट्सहरू छ यहाँ चाहिँ हाम्रो फ्रुट्सहरू स्याउ गाजरहरू राखेको छौँ है यहाँ चाहिँ हाम्रो नुडल्स अनिखेरि चाहिँ चामल चिप्स छ यहाँ चाहिँ चक्लेट अनि बनाना यताउति राखेको छ है हामीलाई 9 दिनको ट्रिपको लागि पुग्ने गरी भनेर बनाएको छ तर हामी अल्छी गरेर बाहिर पनि खाइरहेको छौँ सो यो चाहिँ हाम्रो किचनको स्टोरेज स्टोरेज युनिट अनि यहाँनिर चाहिँ यस्तो कुल तरिकाले यहाँनिर चाहिँ टिभी बनाएको छ होइन यो बाहिर आउँछ होला सायद हामीले युज पनि गरेको छैनौँ यत्तिकै छोडिरहेको छ किनभने यस्तो दामी भ्यू छ कसले टिभी हेर्छ क्या सो हामीले चलाएको छैनौँ तर इफ यु वान युज इट है टिभी पनि हुन्छ यहाँनिर विच इज प्रिटी कुल अनि हेर्नु यति सानो स्पेसमा कस्तो मजाले बनाएको छ क्या सो दिस इज एक्चुअल किचन एरिया है यो चाहिँ नपकाएको बेला ड्राइभिङ गरेको बेला चाहिँ यो तल जान्छ अनि यसलाई यता साइड लगाइदिने अनि यो फ्ल्याटमा बस्छ यहाँनिर केही राख्नु हुँदैन किनभने हल्लिन्छ है अहिले चाहिँ हामी पकाइरहेको छौँ खाना पाकिरहेछ मासु पाकिरहेछ अनि यो चाहिँ हाम्रो डिसवासिङ एरिया भइहाल्यो अनि यो सानो गाडी भएकोले लाइक सानो सामानहरू पनि यहाँबाट छिर्यो भने अड्किहाल्छ त्यो चाहिँ अलिकति समस्या हुन्छ सो केयरफुल हुनुपर्ने रहेछ यहाँ माथि चाहिँ हाम्रो पट्स एन्ड प्लेट्स होइन यहाँनिर पकाउने सामग्रीहरू अनि चाहिँ अरू भाँडाकुँडाहरू है अनि चाहिँ प्लेट्सहरू कचौरा वाइन खाने भने ग्लासहरू चिया खानालाई कप अनि डिसवासिङ यताउति छ यो चाहिँ हाम्रो जस कस्तो मजाले हेर्नु यहाँ फिक्स गरेर राखेको छ क्या यो हल्लिँदैन नि त्यति भएपछि दे हेभ थट अफ एभ्रिथिङ क्या इट इज रियली कुल अनि त्यसपछि लाइटहरू ठाउँमा छ है जस्तै यो चाहिँ किचन एरियाको लाइट भयो अनि यहाँनिर प्लग पनि छ होइन अब हामी चाहिँ अहिले चाहिँ अन पावर साइडमा छौँ होइन जहाँ चाहिँ प्लग गर्न मिल्दैन इलेक्ट्रिसिटीमा यदि कहीँ पावर साइडमा गएर प्लग गऱ्यो भने चाहिँ यहाँनिर ल्याएर ब्लेन्डर सेन्डर के चलाउनु मिल्छ होइन विच इज प्रिटी कुल यहाँनिर छ म चाहिँ चार्ज गरेर आउँछु यता प्लग छ चार्ज गर्ने सो त्यो भयो त्योभन्दा अरू चाहिँ यहाँ फ्रिज छ मिनी फ्रिज है सानो यहाँ चिटिक्क परेको अनि यो मिनी फ्रिज चाहिँ जोडेको बेला इलेक्ट्रिसिटीबाट नजोडेको बेला ग्यासबाट दुवैटैबाट चल्छ होइन अनि अटोमेटिक मोडमा छ अहिले चाहिँ भनेपछि अहिले हामीले जोडेको छैनौँ भने चाहिँ अहिले ग्यासबाट चलिरहेछ यो जब हामी जोड्छौँ अनि त्यसपछि यो चाहिँ इलेक्ट्रिसिटीबाट चल्छ अनि प्लस यो चाहिँ गाडी गुडिरहेको बेलामा चाहिँ यसको के भन्छ ब्याट्री पनि छ जुन चाहिँ चार्ज भइरहन्छ होइन सो एभ्री टाइम हामी गरेर गाडी कुदाएर रोकिँदाखेरि यो गाडीको चार्ज चाहिँ 100% हुन्छ क्या इट डजन्ट निड अ फिजिकल चार्जिङ क्या इलेक्ट्रिसिटी होइन यो गाडी कुदाउँदाखेरि आफै चार्ज भइरहन्छ विच इज प्रिटी कुल अनि यहाँनिर अर्को छ ओभन छ हामीले युज चाहिँ गरेको छैनौँ तर दिस इज अ ग्यास ओभन है यहाँनिर लाइट बाल्दाखेरि यहाँनिर बल्छ अनि त्यसपछि ग्यासले फ्लेम आउँछ त्यहीँबाट ओभन हुन्छ है यो चाहिँ हामीले युज चाहिँ गरेको छैनौँ तर इफ यु वान युज इट स्टिल अब यहाँनिर अर्को स्टोरेज युनिट छ है यहाँ चाहिँ प्याचन के अरे त्यो ब्रुम डस्टहरू के छ है अनि यो चाहिँ अलिकति इन्ट्रेस्टिङ एरिया चाहिँ यो छ यो चाहिँ एज यु क्यान सी बेडरुमको तलको एरिया हो है यहाँनिर चाहिँ बेडरुमको लागि चाहिने कुराहरू यहाँनिर छ स्टोरेज गरेर राखेको छ अनि त्यसपछि यहाँनिर चाहिँ यो लाइट भयो एउटा अनि यो चाहिँ अर्को स्टोरेज युनिट भयो जहाँनिर चाहिँ उनीहरूले यो उसको लागि चाहिने ओभनको लागि चाहिने कुराहरू अनि त्यसपछि चपिङ बोर्डहरू यताउति राखेको छ है अनि यहाँनिर अर्को भनेको पानी तताउने केटल छ बिन छ है प्रिटी थटफुल क्या अनि यस्तो हुन्छ यहाँबाट क्लिक गरेपछि यो लक भयो क्या है अनि यो चाहिँ हाम्रो यो पुरै होमको सेन्ट्रल एयरकन सिस्टम होइन यहाँ चाहिँ अहिले हामी ग्यासबाट चलिरहेछौँ होइन
किनभने अहिले हामी जोडाएको छैन इलेक्ट्रिसिटीमा। इलेक्ट्रिसिटी जोडेको बेला चाहिँ यो EL2 भनेपछि यो चाहिँ इलेक्ट्रिसिटीबाट पनि हुन्छ क्या, विच इज प्रिटी कुल होइन। अनि त्यो चाहिँ यहाँ फ्यान पनि फ्यान चलाउनु मन लाग्यो भने फ्यान चलाउनु मिल्यो है। अनि पानी तताउनु मन लाग्यो भने पानी तताउनु मिल्यो है। अहिले हामीले पानी तताएको छैनौँ, तताउनु पनि मिल्छ। अनि मेन हामीले युज गर्ने भनेको चाहिँ राति सुत्दाखेरि चिसो हुन्छ न्युजिल्यान्डमा, सो हामीले अहिले चाहिँ अफ गरेका छौँ। तर राति सुत्दाखेरि चाहिँ यसलाई हामी अन गरेर 15 तिर लाग्यो भने जस गुड टेम्परेचर हुन्छ राति सुत्नको लागि, एकदम मजाले तातो आउँछ है। अनि सानो स्पेस कोजी स्पेस भएकोले एकैछिनमा यो ताती पनि हाल्छ यो पुरै घरै। अहिले चाहिँ यसलाई अफै राख्थ्यौँ है। यो चाहिँ सेन्ट्रल हिटिङ सिस्टम विच इज प्रिटी कुल। सो अब यो चाहिँ बिचको सेक्सन भयो, यहाँबाट अलिक यतातिर आऊँ। यो चाहिँ अर्को एक्स्ट्रा स्टोरेज युनिट हो। यहाँनिर चाहिँ हाम्रो किचनलाई चाहिने कटलरिजहरू होइन, नाइफहरू, फोर्कहरू यताउति छ यहाँनिर चाहिँ, विच इज प्रिटी कुल है। यहाँ राखेपछि टक्क यो गयो। अनि यहाँनिर चाहिँ युज गर्नको लागि टावलहरू दिएको छ होइन, फेस टावल, अनि चाहिँ पुरै प्रपर टावलहरू छ। अनि यहाँनिर चाहिँ एक्स्ट्रा ह्याङ्गर छ होइन, जहाँ चाहिँ कोटहरू यताउति ह्याङ गर्न मिल्यो। अनि यो अर्को एक्स्ट्रा स्टोरेज युनिट हो, जहाँ चाहिँ हामी जुत्ता सुत्ता फोहोर कुराहरू राखिरहेको छौँ अहिलेलाई। अनि यहाँनिर एउटा सानो यहाँनिर चाहिँ सानो सेफ जस्तो पनि छ क्या उनीहरूले दिएको होइन, कति थटफुल क्या। यहाँनिर चाहिँ तपाईँको ज्वेलरीहरू अरू केही राख्नु पऱ्यो भने यो सेफमा राख्न मिल्यो होइन। अनि उनीहरूले यो चाहिँ इनबिल्ड गराइदिएको छ क्या यहाँनिर। अनि अरू यहाँनिर पावर सकेटहरू के छ होइन, विच वी डोन्ट एक्चुली निड इट होइन, त्यही भएर त्यति छ। तर एटेन्सन टु डिटेल क्या कस्तो दामी क्या यसमा, सो आई लाइक द्याट। सो अब चाहिँ हाम्रो यो चाहिँ बाथरुम हो है, सानो कोजी लिटल बाथरुम छ। तर हाम्रो गाडी चाहिँ अलिकति भिरालो पार्क भएको यहाँ अलिकति पानी चाहिँ छ, हिजो बेलुका खुट्टा धोको। सो बाथरुम एरिया चाहिँ पिटी सानो र कम्प्याक्ट छ होइन, तर सबै कुरा छ क्या। यहाँनिर चाहिँ हाम्रो अहिलेको जस्तै स्टोरेज युनिट छ बाथरुमको लागि है। अनि यहाँनिर दुईवटा स्विच छ बाथरुमको बत्तीको लागि, एउटा चाहिँ यस्तो, एउटा चाहिँ यतातिर छ है। अनि त्यो चाहिँ उज्यालो देखिन्छ। अनि त्यसपछि अरू स्पेस पनि छ, एक्स्ट्रा स्पेस यतातिर है। अनि यो चाहिँ हो सिङ्क है, टोइलेट युज, यो चाहिँ हाम्रो टोइलेट, यो चाहिँ सिङ्क। टोइलेट युज गरेकोलाई सिङ्क यता राख्ने होइन, अरू बेला टक्क यस्तो गरेर यहाँ लक गरिदिनु ताकि यो मुभ नहोस् भनेर, गाडी चलाएको बेला मुभ नहोस् भनेर त्यो गरिदिने। टोइलेट्री भयो, प्रिटी इजी। यहाँ अहिले चाहिँ यो बन्द छ होइन, युज गर्ने बेलामा चाहिँ यसलाई यता गर्ने, यो खोलेर यसलाई गरेपछि युज गर्ने। युज गरिसकेपछि यहाँ प्रेस गर्ने, फ्लस हुन्छ। अनि यसलाई बन्द गर्ने, त्यो बन्द हुन्छ किनभने त्यो ड्राइभ गर्दाखेरि हल्लिएर बाहिर ननिस्कियोस् भनेर त्यो बन्द गरेछ। एन्ड यु क्लोज इट when you done with your business। अनि यसलाई ब्याक टु यहाँ राख्ने। सो बाथरुम एरिया पनि प्रिटी सानो छ है, सावर हेड छ यहाँनिर। अनि आई इभन डोन्ट नो वाट दिस इज। ओके, यहाँनिर बाथरुमको सामान राख्ने स्पेस पनि छ। सो एज यु क्यान सी स्पेस चाहिँ टन्नै छ है। अनि यहाँ चाहिँ माथि एयर भेन्ट भयो बाथरुमको लागि है। अनि यो चाहिँ टावल सावल राख्नको लागि चाहिँ यो बनाइदिएको छ। सो यो यस्तो गर्ने, अनि यो चाहिँ एयर भेन्ट हो, निस्किन्छ। अनि यो दुइटै प्रेस गऱ्यो भने चाहिँ यो माथि जानुपर्ने हो। हामीले युज गरेको छैन अहिलेसम्म। सो ल यस्तो भयो है। बाथरुम युज गर्दाखेरि चाहिँ यसलाई सेपरेट गर्न पनि मिल्छ त यो पनि। सो यो चाहिँ यसरी लाउनेलाई, अनि यो चाहिँ सेपरेट भएर बाथरुम एरिया भयो यो चाहिँ होइन, इजी। हामीले युज चाहिँ गरेको छैनौँ। सो यो हो हाम्रो बाथरुम एरिया। अब जाउँ बेडरुमतिर। सो पिटी लार्ज छ है, हामीलाई त आनन्दले पुग्छ ऊ त्यो सिरानी नहटाइकन है। 6 फिट मान्छेलाई पनि मजाले पुग्ने खालको छ होइन। कोजी छ, यहाँबाट टक्कसँगले भ्यू पनि देखिन्छ होइन। यस्तो दामी भ्यू, अहिले पनि पुरै हिमालको भ्यू देखिरहेछ है।
कहिलेकाहीँ पानी परेको बेला यहाँबाट इन्जोय गर्ने यस्तो मजा आउँछ है। अनि स्टोरेज युनिटहरू चाहिँ टन्नै छ। अनि माथि तारा हेर्नलाई यहाँनिर उनीहरूले यस्तो ओपनिङ पनि दिएको छ है। अनि यो एयर भेन्ट चाहिँ गर्मी हो भने यसरी खोल्न पनि मिल्छ। माथि अल्छी चिसै छ, त्यही भएर हामी यसलाई बन्द गरिदिउँ। तर पिडी क्या जस्तै उज्यालो भयो भने टक्कसँगले यो खोल्ने, ल लाइट आएन, बन्द भयो। अनि माथि खोलेको छ भने फ्लाइ नेट हाल्ने, ताकि मच्छरहरू फ्लाइजहरू भित्र नआओस् भनेर सबैमा छ फ्लाइ नेट। यसरी फ्लाइ नेट हाल्ने होइन। सेम थिङ गोज टु दिज विन्डोज एज वेल होइन। यो झ्याल खोल्नु मिल्छ, यो झ्याल खोल्ने, अनि त्यसपछि हावाको लागि, अनि फ्लाइट नेट हाल्ने ताकि झिँगाहरू नआओस् भनेर होइन। अनि उज्यालो नआओस् भनेर राति सुत्ने बेलामा यो लाउने। नाउ इट्स बेडरुम होइन। अनि त्यसपछि टक्क यो लगाइसकेर सुत्ने बेलामा यहाँनिर हाम्रो पर्दा छ सेपरेसनको लागि। नाउ इट्स बेडरुम। है यहाँनिर टक्कसँग टाई गरिदिने भयो। अनि लाइटहरू टन्नै छ है। यो चाहिँ राति सुत्ने बेला बाल्ने लाइट। अनि यसमा युएसबी चार्जर पनि छ है। युएसबी चार्ज गरेर यहाँनिर फोन चार्ज गर्न मिल्छ सुत्ने बेलामा। अनि त्यसपछि यहाँनिर एक्स्ट्रा रिडिङ लाइट पनि छ होइन। विच इज अगेन अनदर अटेन्सन टु डिटेल है। कस्तो दामी क्या। सो यहाँ चार्ज गर्न मिल्छ, चार्ज गर्नलाई है। अनि प्लेन्टी अफ स्पेस। सो यो चाहिँ मेरो हो। सो यहाँ मैले आफ्नो प्यान्ट्सहरू राखेको छु है। यहाँ चाहिँ टी सर्टहरू छ, पन्जा ग्लोभ्सहरू अनि टोपीहरू छ। अनि यहाँ चाहिँ ठुल्ठुलो ज्याकेटहरू राखेको छु। पिटी मेसी तर पनि ठिकै छ। अब यहाँनिर अझै दुईवटा ठुल्ठुलो स्पेसहरू छ। यो चाहिँ मेरो वाइफीको स्पेसहरू होइन। सो उसको प्यान्ट्स, उसको ट्रेकिङ प्यान्ट्स, टी सर्टहरू, ज्याकेट अनि अदर एक्स्ट्रा स्टफ है। दिस प्लेन्टी अफ स्टोरेज युनिट छ है। यो चाहिँ खोल्दिउँ। ल यो भयो हाम्रो स्पेस। अनि ओहो ल अब हाम्रो खाना पनि पाकेछ है। होम टुर दिँदाखेरि अब चाहिँ हामी खाना खान्छौँ है त। चिकन लुक्स रियली यम्मी। सो हामी चाहिँ जहिले भित्रै खाइरहेको थियौँ होइन, कति भएको थियो बाहिर नखाएको। आज चाहिँ हामी एकदमै दामी लोकेसन पनि छ, एज यु क्यान सी है। पुरै हिमालहरू पुरै टल्किरहेछ। अनि त्यसपछि ब्युटिफुल लोकेसन। अनि हावा पनि चलाएको छैन, काम मर्निङ छ है। त्यही भएर हामी चाहिँ आज क्याम्पिङ टेबल र चेयर निकालेर बाहिर खाना खान्छौँ। अब क्याम्पिङ चेयर चाहिँ यहाँ छ, म निकाल्छु। Okay, so अन्तिममा if you have any questions regarding motorhome or New Zealand road trip,
Or if you want me to make itinerary video of New Zealand South Island road trip, then please comment down below. As always, keep exploring, keep smiling. Namari bache, kalele sache, betola next video ma. Take care of yourself. Jojolapa.